बिहान नित्य गरिने हामी त्रिकोणादि आसनका प्रयोग नियमित स्वस्थ रहन का लागिलाई ऊर्ध्व नमस्कार, कमर घोडा ढाड सबैका लागिलाई अधिक राम्रो आसन। उठवासी गर्ने दण्डक बैठक, दुईटै गोली गाँठालाई जोड्ने यसरी तलैसम्म थुचुक्क बस्दै। पेटको मोटापा, बोसो धेरै लागेको, अल्छीपन, घुँडा दुख्ने, पैताला झमझमाउने, नसाका समस्या खुट्टाउँदै भएका सबैका लागिलाई चुस्त फुर्त रहने राम्रो उपाय। सधैँ प्रयोग गर्नुहोस् र सबैले प्रयोग गर्नुहोस्।